ल, कहिल्यै सोच्नु भएको छ त्यो कुन चाहिँ अदृश्य धागो होला जसले चन्द्रमालाई आकाशमा झुण्ड्याएर राखेको छ अनि हामीलाई जमिनमा टाँसेर? आज हामी त्यही ब्रह्माण्डीय शक्तिको कुरा गर्दैछौं, गुरुत्वाकर्षण। हो, त्यही शक्ति जसले स्याउलाई रुखबाट खसाल्छ र ताराहरूलाई पनि आफ्नो ठाउँमा नचाउँछ। आउनुहोस् यसको रहस्य खोलौं। अब एउटा रमाइलो प्रश्न है त। मानौ पृथ्वीमा कसैले 50 किलोको तौल सजिलै उचाल्न सक्छ, त्यसो भए त्यही मान्छेले चन्द्रमामा गएर कति उचाल्न सक्ला? यो कुनै परीक्षाको प्रश्न मात्रै होइन नि, बरु यो त गुरुत्वाकर्षणको अचम्मको संसार बुझ्ने एउटा चाबी हो। ल, यसको उत्तर के होला, सँगै पत्ता लगाउँ न। त्यो प्रश्नको उत्तर खोज्न हामीले अलिक गहिरिएर सोच्नुपर्छ। कुरा के हो भने, गुरुत्वाकर्षण भनेको स्याउ खस्ने जस्तो सामान्य घटना मात्रै होइन। यो त ब्रह्माण्डकै एउटा आधारभूत नियम हो। एउटा यस्तो नियम जसले भन्छ हरेक वस्तुले अर्को हरेक वस्तुलाई आफूतिर तानिरहेको हुन्छ। अनि यहाँ एउटा एकदमै रमाइलो कुरा छ, यो तान्ने काम एकतर्फी हुँदैन। मतलब पृथ्वीले स्याउलाई आफूतिर तान्यो, त्यो त हामीलाई थाहा छ, तर स्याउले पनि पृथ्वीलाई आफूतिर तानिरहेको हुन्छ। हो, साँच्चै। अब बल एकदमै थोरै हुन्छ, थाहा नहुने खालको, तर तान्न त तान्छ। यही दुईतर्फी आकर्षण नै गुरुत्वाकर्षणको खास रहस्य हो। अनि यही रहस्यलाई पर्दाफास गर्न मैदानमा आए सर आइज्याक न्युटन। सन् 1687 उनले एउटा यस्तो विचार अघि सारे जसले विज्ञानको दुनियाँ नै हल्लाइदियो। उनले के भने जुन शक्तिले स्याउलाई रुखबाट भुइँमा खसाल्छ, ठिक त्यही शक्तिले चन्द्रमालाई पृथ्वीको वरिपरि घुमाइराख्छ। सोच्नुस् त, एउटै शक्ति तर कति फरक काम। यही नै थियो उनको महान अन्तर्दृष्टि। न्युटनको नियमको सबैभन्दा सुन्दर पक्ष नै यसको सरलता हो। उनले भने ब्रह्माण्डमा पदार्थको हरेक कणले अर्को हरेक कणलाई आकर्षित गर्छ। यहाँ ध्यान दिनुपर्ने शब्द हो हरेक। यसको मतलब यो ब्रह्माण्डमा जे जति चिज छन्, चाहे त्यो सानो धुलोको कण होस् वा विशाल तारा, सबैले एकअर्कालाई तानिरहेका छन्। यो नियम साँच्चै नै विश्वव्यापी छ, कुनै अपवाद छैन। र उनले यो विचारलाई एउटा समीकरणमा बाँधे। हेर्दा त यो गणित जस्तो देखिन्छ, तर वास्तवमा यो ब्रह्माण्ड चल्ने नियमको कोड हो। यही सूत्र प्रयोग गरेर हामी कुनै पनि दुई वस्तुहरू बीचको आकर्षण बल पत्ता लगाउन सक्छौं, चाहे ती दुईवटा स्याउ हुन् वा दुईवटा विशाल आकाशगङ्गा। अब त्यो समीकरणलाई छोडेर यसलाई तीनवटा सरल नियममा बुझौँ है त। पहिलो, पिण्ड छ भने तान्छ, सिधा कुरा। दोस्रो, जति धेरै पिण्ड त्यति नै जोडले तान्छ, मतलब ठूलो वस्तुको तान्ने शक्ति पनि ठूलै हुन्छ। र तेस्रो, यो चाहिँ एकदमै महत्त्वपूर्ण छ, दूरी बढ्यो कि तान्ने शक्ति ह्वात्तै घट्छ। वस्तुहरू जति टाढा भए आकर्षण त्यति नै कमजोर हुँदै जान्छ। ल, गुरुत्वाकर्षणको यो विश्वव्यापी नियम त बुझियो। अब यसलाई हाम्रो दैनिक जीवनसँग जोडौं, जस्तै कि हाम्रो तौल। अनि हो, हाम्रो सुरुको त्यो चन्द्रमावाला प्रश्नको उत्तर पनि अब यहीँबाट मिल्छ। र हाम्रो प्रश्नको उत्तर यही छ। हेर्नुस् त, चन्द्रमाको पिण्ड पृथ्वीको भन्दा धेरै कम छ, त्यसैले यसको गुरुत्वाकर्षण शक्ति पनि पृथ्वीको भन्दा लगभग 6 गुणा कम छ। यसको मतलब के हो भने, पृथ्वीमा 50 किलो उठाउने मान्छेले चन्द्रमामा गएर त 300 किलोसम्म उठाउन सक्छ। कमाल भएन त? ठिक छ, चन्द्रमाको कुरा त भयो। अब अन्तरिक्षमा तैरिरहेका एस्ट्रोनोटहरूको कुरा गरौँ। हामी उनीहरूलाई देखेर वेटलेस वा तौलविहीन भन्छौं, होइन त? तर के उनीहरू साँच्चै तौलविहीन हुन्छन् त, कि यो हाम्रो बुझाइमा केही गडबड छ? ल, यो भ्रमलाई पनि आज चिरफार गरौँ। अब यो तथ्याङ्क हेर्दा त अचम्मै लाग्छ। अन्तरिक्ष स्टेशनमा पृथ्वीको गुरुत्वाकर्षण शून्य हुँदैन। वास्तवमा त्यहाँ पृथ्वीको सतहको तुलनामा करिब 83% गुरुत्वाकर्षण अझै पनि हुन्छ। सोच्नुस् त, 83%! यो त शून्यको छेउछाउ पनि छैन। त्यसो भए प्रश्न उठ्छ, यदि गुरुत्वाकर्षण छ भने उनीहरू किन तैरिरहेका हुन्छन्? यसको रहस्य तौलविहीनता होइन, बरु निरन्तर खसाइ हो। हो, तपाईले ठिक सुन्नुभयो, उनीहरू निरन्तर खसिरहेका हुन्छन्। यसलाई यसरी बुझौँ। कल्पना गर्नुहोस्, तपाईँ एउटा लिफ्टमा हुनुहुन्छ र अचानक लिफ्टको तार चुड्यो। त्यो खस्ने बेलामा एकछिनको लागि तौले नभएको जस्तो अनुभव हुन्छ नि, होइन त? हो, अन्तरिक्ष यात्रीहरू र उनीहरूको स्पेस स्टेशन पनि ठिक त्यही अवस्थामा हुन्छन्। पृथ्वीतिर निरन्तर खसिरहेका, तर यति तीव्र गतिमा कि उनीहरू कहिल्यै पृथ्वीमा ठोक्किँदैनन्, बरु वरिपरि घुमिरहन्छन्।
त्यसो भए पृथ्वीको वरिपरि घुम्ने यो चक्करबाट, यो निरन्तर खसाइबाट बाहिर निस्कन के गर्नु पर्ला? यसका लागि चाहिन्छ एकदमै तीव्र गति। कति त? प्रति घण्टा 40,200 किलोमिटर। हो, यही हो पलायन वेग वा एस्केप भेलोसिटी। यो गति हासिल गर्न सकियो भने मात्र कुनै वस्तु पृथ्वीको गुरुत्वाकर्षणको पन्जाबाट सधैँका लागि उम्कन सक्छ। ल, अब पृथ्वी र चन्द्रमाको कुराबाट अलि पर जाउँ। अब हेरौँ, यही एउटा साधारण नियमले हाम्रो सिङ्गो सौर्यमण्डललाई, यी विशाल ग्रहहरूको चाललाई कसरी एउटा घडीले जस्तै ठ्याक्क मिलाएर चलाइरहेको छ। यो कथामा न्युटन मात्र एक्लो नायक होइनन्। उनीभन्दा पहिले योहानस केप्लर नामका एक खगोलशास्त्रीले वर्षौंको मेहनतपछि ग्रहहरू कसरी घुम्छन् भनेर पत्ता लगाएका थिए। तर उनीसँग किन त्यसरी घुम्छन् भनेर जवाफ थिएन। हो, त्यही किनको जवाफ लिएर आए न्युटन, र त्यो जवाफ थियो एउटै शब्दमा, गुरुत्वाकर्षण। केप्लरले ग्रहहरूको चालबारे 3वटा नियम दिए, जस्तै ग्रहहरू गोलाकारमा होइन अण्डाकार कक्षमा घुम्छन् भन्ने। यी सबै नियमहरू एकदमै सठिक थिए, तर यिनीहरूको पछाडि कुन शक्तिले काम गरिरहेको छ भन्ने रहस्य थियो। न्युटनले देखाइदिए कि यी 3वटै नियमहरूको पछाडि एउटै इन्जिनले काम गर्छ, र त्यो इन्जिन हो गुरुत्वाकर्षण। अहिलेसम्म हामीले सामान्य गुरुत्वाकर्षणको कुरा गर्यौं। अब यसको सबैभन्दा चरम, सबैभन्दा शक्तिशाली रूप कस्तो हुन्छ त्यतातिर लागौं। एक यस्तो अवस्था जहाँ गुरुत्वाकर्षण यति बलियो हुन्छ कि यसले ब्रह्माण्डकै सबैभन्दा अनूठा र रहस्यमय वस्तुहरूलाई जन्म दिन्छ। यो बुझ्नको लागि एउटा शब्द छ, श्वार्जचाइल्ड रेडियस। यसलाई फर्कन नसकिने बिन्दु वा पोइन्ट अफ नो रिटर्न भन्दा पनि हुन्छ। यदि कुनै पनि वस्तुलाई खुम्च्याएर यो सीमाभन्दा सानो बनाइयो भने त्यसको गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि त्यहाँबाट केही पनि बाहिर आउन सक्दैन, प्रकाश पनि सक्दैन, अनि त्यो वस्तु बन्छ ब्ल्याक होल। भनौँ न, यो गुरुत्वाकर्षणको अन्तिम जित हो। अब एउटा कल्पना गरौँ है त, हाम्रो यति विशाल सूर्यलाई ब्ल्याक होल बनाउन कति खुम्च्याउनु पर्ला? उत्तर सुन्दा पत्यार नलाग्न सक्छ। त्यसलाई खुम्च्याएर जम्मी 3 किलोमिटरको गोला बनाउनु पर्छ। सोच्नुस् त, हाम्रो पुरै सूर्यलाई एउटा सानो शहरको आकारमा खुम्च्याउने। गुरुत्वाकर्षणको शक्ति कति भयानक हुन सक्छ भन्ने यो एउटा उदाहरण मात्र हो। र अन्त्यमा एउटा प्रश्न, जब कुनै वस्तु त्यो श्वार्जचाइल्ड रेडियसभित्र पर्छ र गुरुत्वाकर्षणलाई कसैले रोक्न सक्दैन, तब वास्तवमा के हुन्छ? त्यो ब्ल्याक होलको केन्द्रमा, त्यो अनन्त घनत्वको बिन्दुमा के छ? यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई गुरुत्वाकर्षणको अपार र अझै पनि नबुझिएको रहस्यमय शक्तिको बारेमा सोच्न बाध्य बनाउँछ।